हेलो गाइज हामी चाहिँ अब यहाँबाट निस्किसकेको छु होइन घुम्नलाई आज पनि छुट्टी थिएन काम छैन होइन त्यही भएर अनि हामी सबैजना दाजुभाइहरू चाहिँ घुम्नलाई हिँडिसकेको छौँ घरबाट निस्किसकेको छौँ अघि नै अब बनाउनु भनेर चाहिँ अलिकति बिर्सेको छु मैले त्यही भएर हो जे होस् हामी चाहिँ बनाउँदैछु हामी अब रोमानियामा यसो गल्ली सल्ली घुम्नलाई हिँडिसकेको छु अलिकति हाम्रो घरभन्दा अलिकति टाढा आएको रहेछ अनि यसो सोचेँ यसको पनि भ्लग बनाइदिउँ न भनेर चाहिँ के त्यही भएर गाइज अलिकति जाँदैछ अब हाम्रो भ्लग सुरु हुँदैछ हामी घुम्दैछौँ रोमानियाको यो गाउँमा है यस्तो दामी छ लोकेसन त बवालै छ है दामी छ हामी चाहिँ घुम्दैछु घरै बिची फेरि कुकुरमा कसम बब्बाल बवाल कुकुर छ यार रत्रो रत्रो मुख भएको भाउ भाउ गरेर चाहिँ हेलो अरे अरे डोन्ट टच अप्पे म्याउ म्याउ बाई 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 बाईलाई के भन्छ रे ला रे भेदे रे त्यस्तो भन्छ है बाई बाईलाई चाहिँ हामीले स्याउ चाहिँ खान पाइँदो रहेछ सिजन ल पाइन्छ त्यतिकै कहाँ खान पाइन्छ त के हामी बाहिर नागरिक होइन नि हामी युरोपकै नागरिक युरोपियन नागरिक हो बा पियरका हातमा पाइसक्यो केही समयमा युरोपमा एउटा घर गाडी आफ्नो फ्यामिली लिएर आएर ओहो माई गड ल सही हो सोच चाहिँ ठुलै राख्नुपर्छ है अनि हामी घुम्दैछौँ हजुर नाल्ने नाल्ने गाडी गाडी हो राइट साइड हेलो मुसुक्क हाँसेर गइन् तल तल जाउँ उ त्यहाँ डाँडा त त्यहीँ रहेछ त अब जाउँ न उ त्यो डाँडामा त्यसको विपक्षीमा त्यहाँ नजाउँ नत्र उ त्यहाँ चर्च छ उ चर्चको टुप्पी चर्च ताकेर यहाँ चाहिँ यस्तो छ है क्रिस्चियनको दामी छ त्यसको विपक्षीमा रियाली भएको ठाउँमा चाहिँ त जानुपर्छ क्या यहाँ पनि रियाली गर्छन् होला नि त पक्ष विपक्षको अनि हाम्रो साउको विपक्षमा नारा जुलुस भएकोतिर जानुपर्छ मासु भात खाँदै La 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 रोमानिया हेर्नुहोस् गाइज रोमानियाको 59 भिलेज गाउँ है यो चाहिँ 59 भिलेज 59 गाउँ हो यो चाहिँ रोमानियाको हामी चाहिँ अहिले त्यो 59 भन्ने गाउँमा छौँ घुमिरहेछौँ गली गली घरहरू चाहिँ क्या राम्रो चिटिक्क परेको घरहरू बनाइन्छ क्या यता चाहिँ है यस्तो राम्रो है के किनिहाल्ने हो यही घर किन्ने सर यो चाहिँ गाईगोठ हो ए गाईगोठ हो सम्धिले यो घर किनेर गाईगोठ होला पछाडी पुरा गोबरहरू नि ए यो चाहिँ गाईगोठ हो त्यही भएर चाहिँ त्यस्तो रहेछ कि इस यतातिर पनि यस्तो छ है गाईगोठ हो यो घरै छ त कुकुर त्यसले अहिले भुक्छ फेरि भागो अनि सबै काठको यस्तो दामी दामी बनाउँछ नि यार यो स्याउ गोरु होइन यो ओहो लगाए स्याउ गोरु हेर्नुहोस् यो चाहिँ होइन यो के को यो बखडा हाल्छ यो चाहिँ स्याउको यार अब सिजन आउनु लाग्यो यो होइन नि यो स्याउको त्यसो भए स्याउ नै होला त्यो फलेको टुप्पो टुप्पोहरू एकछिन त्यो स्याउ नै होला यार टुप्पो टुप्पो फलेको है उयो टुप्पोहरू फलेको ओहो
त्यही हो सम्धी ला 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 हातमा पियार पाइसक्यो छोरोले युरोप गइसक्यो मेरो पाडा यो दाजुभाइ हामी सबै दाजुभाइ छैन काम कहाँ जाम बाहिरी दुनियाँ छाडिदिएको युतिर घुम्न आइदिएको अनि यो चाहिँ म गाइज ओ ला 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 धेरै भनेको 3 त यहाँको चिसोलाई मध्यनजर गरेर बनाउँदो रहेछ काठको घरहरू हो सही हो दाइ ला 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 चर्च अलिक माथि रहेछ हौ यता तल यहाँबाट तलबाट ऊ रोडै आइसक्यो ऊ फोटोसोटो खिच्नेहरू सोल्टी गाउँ घरै त हो नि यार गाउँमा आएपछि गाउँ घर होइन त भ्यू चाहिँ राम्रै पर्दो रहेछ जीवा के अरे नमस्ते होइन आफ्टरनुन हो बुना जीवा भनेको आफ्टरनुन हो के हो अरे दाइ सिस्नो कुन ओ यार साँच्ची के को बोर्ड हो यो हामीले त्यो खाइएको थियो नि बगैना गेला भनेको त्यही हो क्या ओ हो कि क्या हो त्यो प्लेनमा ओ प्लेनमा खुवाउँथ्यो नि केटा त्यस्तै हो क्या भोलिपर्सि पाकेपछि थाहा हुन्छ पाकेपछि थाहा हुन्छ ल ऊ चर्च यहीँ छ त ऊ रोडमै आइपुग्यो त अब मेन रोड होइन यो होइन यो मेन रोड होइन यार हामी आउने जाने रोडै यही हो हो र चर्च जाने भने न चर्च चर्च जाने होइन चर्च हजुर चर्च जस्तो ठाउँमा चाहिँ सोध्दैन हो त्यस्तो के जे भए पनि धर्म गर्ने ठाउँतिर त्यस्तो सोध्दैन होला ल ल ल ल ल ल ल ल ल यो चाहिँ रोड हो है हेलो हेलो बुनाजिया होइन अनि यो गयो सबै गयो आयो हाम्रो त अब त्यही होइन त्यही त हो त नि त्यत्रो घुम्यो लास्टमा यहीँ पनि यहाँबाट यता जाउँ न बरु एकछिन ल कता यहाँबाट पारिपट्टि गरेर यता भित्र कुनामा गएर उताबाट ए उताबाट फर्किने खोला हेर्न पाइन्छ क्या त्यहाँ यहाँबाट तल ए ल ओके गाइस ए मरि लानु के छ र यार एउटा सम्झना हो यो नगर भन्ने मान्छे यही हो भने भिडियो नगर भन्ने मान्छे यही हो के हो सम्झिया के भयो सोल्टी तिमीलाई भिडियोदेखि के भयो त्यस्तो झ्याउ लागेको बनाउने मैले हात दुख्ने मेरो उसलाई झ्याउ लागेको छ यार फुल बडी पछाडिबाट कि अगाडिबाट
के हो सन्चो छैन के हो तपाईँलाई कसरी हेरे ऊ त्यो के हो गदा होइन होइन तेरो मिजी जस्तो कत्रो ज्यान भएको बाख्रा त यार माटो यहाँ त बुढी बाख्रा खतरा खतरा हुन्छ ला 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 काँडै भन्ने नि पाउँछ के हो ए सबै पाउने सबै पाउँछ चर्च चाहिँ थियो गाइस चर्च केटाले भिडियोमा टिपेर हाल्थ्यो कि केटाहरूले टिपेर पनि लगेको थियो कि घुमाइ हुँदैछ है रोमनियाको गाउँबाट उठ बस्तीबाट उठ हे बजार ल बजार ऊ माछा मार माछा ऊ जाउँ खोलातिरै तिर चौतारी र भिरै अब हामी जाँदैछौँ गाउँबाट यता खोला छ भन्छन् होइन माछा पनि दरो पाउँछ भन्छन् ऊ खतरा खेती हुँदो रहेछ यार यस्तो रहेछ अब माछा पनि पाइन्छ भन्छ हो यहाँ काम सोधौँ न दाइ बडो चिर्ने फाड्ने चिरिसकेको छ यार नेपाल थिएन कति चिरेको कति दिन्छ होला दिनभरि चिर्यो भने 100 ल्याइ कि कति दिन्छ अरे दिनभरि चिर्यो भने चाहिँ ओहो 8 घन्टा चिर्दियो भने 100 ल्याइ दिन्छ अरे ओहो भइहाल्यो त नि यार आलु बाहिर रहेछ ल मैले त चिर्दिन्थेँ यार के हो यो के भिड जाउँ न थेट के मरिलानु के छ र यो के हो यो के को हो यो अङ्गुर हो र होइन अङ्गुर त्यो ओइसेलु होला त्यो एउटा यत्रो टोक्रो फल्छ अस्ति हाम्रो के अरे तस्बिर दाइले के भनेको थियो दाइ गाँजा भनेको थियो त ऊ त्यहाँ हाम्रो त्यहाँबाट हाम्रो त्यही हो नि त हो त त्यही नजिकै यार यहाँ त्यत्रो घुम्यो लास्टमा आफ्नै एरियातिर आएछ यतातिरको यो खोला हो ओइ माछा मारौँ न सेट यार बल्छीले पो मार्ने होला त यहाँ त ओप्पै ठुलै खोला पो रहेछ त यार ओहो माछा छ के मजाले पौडिन जान्ने को छ उ गरेर छिरेर आउँ त पौडिन जान्ने त हामी सबैजना होला नि यहाँ छैन त्यसो भए म मात्रै होला त्यसो भए अब म मात्रै भएर पनि के गर्नु त नि फेरि गइदियो नि यहीँदेखि पानी घुमेको हेर यहीँ गयो छ जस्तो लाग्छ छेउदेखि माछा जेसीबीले खनेर खोला बनाएको जस्तो छ क्या मिलाएको जस्तो साइज चाहिँ बल्छी पायो बल्छी खेल्नु पाउन्न यस्तो माछा पाउँछ जाली हान्नुपर्ने रहेछ यस्तो ठुलो उयसमा कहाँ जाली हाल्छ त ल अब चाहिँ भिडियो अफ गर्नु पर्ला यति हो घुमाएँ अब घरतिर जाने हो ल गाइस अर्को भिडियोमा भेटौँ है त ल दाइ राखिदिउँ ओ के गरे त्यसरी कहाँ थाहा पाउँछ त ढुङ्गा हानेर पनि हुँदैन एउटा त्यो उयो हालेर उयो हान्नुपर्छ हो त्यसले गहिरो छ भनेको मापो पोला भनेको फेरि ए छैन है त्यहाँ पो छैन त छेउमै त्यति छ उता नजा भाइ पोला तीबाट उता लड्छ जस्तो भयो नजाऊ तल नजाऊ खोला त चिप्ल्यो भने अहिले कसले छ
उता बिचमा गहिरो हुन्छ नि त यो त छेउ हो नि त भाइ अनि हामी रोमानियामा आएर के पौडी खेल्न बाटो के भएर सम्झि त्यो त बल्छिनेमाले यो चाहिँ अन्चेष्टी भिलेज त्यहाँ त्यो एरिया त्यो घर त्यो झ्याल जस्तो देखेको घर चाहिँ हामी बस्ने हो यो चाहिँ खोला हो अब यताबाट जाने खोलै खोला तिरै तिर चौतारी र भिरै भिर के हो यो के अरे यो त यसलाई के भन्छ यसलाई के भन्छ सितुवा भन्छ हामीले चाहिँ सिप त्यो उयो के त्यो माछा मार्नलाई नै बनाएको हो क्या यो ठाउँहरू अब जाउँ न आइसकेपछि सर्पहरू त आउँदैन नि साला पिकको जुत्ता लाएर आएको अब भो चलो हामी चाहिँ अहिले यस्तो बारी के बारी हो बारी हिँडिरहेको छु घाँस हो कि के हो यसरी हिँडिरहेको छु छिटो आउन यार सन्टीहरू अनि यसरी घुमेर आएर चाहिँ पुरै घुमेर आइसक्यो हामी होइन अनि त्यहाँ चाहिँ हाम्रो फुटसल छ हिजो पनि खेलेँ अघि बिहान नि खेलेर अनि काम थिएन अनि हामी सबैजना चाहिँ यसरी घुम्न हिँडेको कहाँ छेउ कसको बोर्डर युक्रेनको बोर्डर ए गयो डान्स हानेको सबै एकैछिनमा जान्छ है छुट्टीको बेला चाहिँ माछा मार्न आउनुपर्छ यहाँ बसेपछि थाहा हुन्छ क्या सबै के हो खोइ बल्छीको रहेछ यार साला त्यत्रो फुटसल खेल्यो यहाँ खोला छ भनेर थाहा थिएन यार मलाई माथि जाली थिएन नेपालीको हनाले खोलामा पुग्थ्यो बल भन्दै खेलेको होइन पौडी खेल्नुहुन्छ यार बेला बेलामा जाउँ चलो अनि गाइस यही हो यो जालीले घेरेको चाहिँ हाम्रो फुटसल हो यो चाहिँ अनि गार्डन हो अनि त्यो जाली भएको चाहिँ अनि हाम्रो घर बस्ने ठाउँ हो अनि केटाहरू यसरी होइन यहाँनिर चाहिँ उपद्रो गरिरहेछ ढुङ्गासुङ्गा हान्ने नेपाली त हो नेपालीले चान्स पाएपछि जे नि गर्छ भनेको त्यही हो है ओए सम्धि के हो सोल्टी यार त्यस्तो चाहिँ नगरौँ न रोमानियाको समुद्र ल कति हान्ने ल दुई मात्र भयो यस्तो त मैले पो पुर्याउँछु त म पुर्याइदिन्छु ल जम यति भन्दै अब हाम्रो टुङ्ग्याउँछु ल बाई बाई गाइज बाई बाई एभ्री वान गाइज ल